सबै नयाँ भन्छ के चाहिँ नयाँ भएको छ हौ सबै नयाँ भएको छ तिमीले नदेखेको मात्रै कसरी पहिला 35 वर्ष प्रधानमन्त्री भएको थियो 70 वर्ष खोकै बुढाहरू मात्रै प्रधानमन्त्री थिए थिएन त्यो त अनि पहिला संसदमा 1.5 घण्टा बोल्ने प्रधानमन्त्री थियो अहिले बोल्दै नबोल्ने प्रधानमन्त्री छ खै बोल्दै नबोल्नेहरूले गर्ला नि त काम देखाउनलाई त नबोलेको होला नि अब पर्खाउ न 5 वर्ष किन हतार गरेको त्यो त हो अनि पहिला लाइसेन्स 3 वर्षमा बन्थ्यो एक दिनमा बनेको कहिले सुनेको थियो त्यो त थिएन नि यार एसएलसीको रिजल्ट कहिले आउँथ्यो असारतिर आउँथ्यो होला सायद अहिले हेर वैशाखै नलागि सबै कपी सेभ भइसक्यो धेरै फास्ट हुन थाल्यो अनि पहिला चाहिँ तिमी पासपोर्टको लाइन कति महिनासम्म बस्थ्यौ नसोचौँ दुःख लाग्छ यो कुरा हो अहिले लाइनै बस्नु पर्दैन अरे अनि पहिला चाहिँ वृद्धा भत्ता लिनलाई चाहिँ बुद्धा बैङ्कमा लाइन बस्नु परेको कति सुनेको छौ अहिले कस्तो छ र अहिले अनलाइनबाट नै घरमा नै आउने सिस्टम बनाइसक्यो हो र अनि हरेक कार्यालयको चाहिँ सब सिस्टमहरू अनलाइन बनाएर अब घरबाटै गर्ने विदेशतिर जस्तै व्यवस्थित गर्ने कुरा भएको छ ए राम्रो रहेछ यार